everyone, नमस्ते अनि स्वागत छ तपाईहरुलाई हाम्रो आजको भिडियोमा अनि आजको भिडियो बाइ द टाइटल के हो भनेर हजुरलाई थाहा भइसक्यो हैन वेलकम टु युके मासी एन्ड बाबा मेरो मासी र बाबा भनेको चाहिँ मेरो मम्मीको कान्छी बहिनी र शारदाको बाबा किमा गर्छु बुझ्नुहुन्छ उहाँहरूले बेसिकली उहाँको के अरे हाम्रो मासी र बाबा अनि उहाँहरू चाहिँ युके आउनु भएको छ सो त्यही भएर हामी सबैजना फ्यामिलीहरू चाहिँ उहाँहरूलाई वेलकम गर्नको लागि चाहिँ शारदा दिदीको घरमा जाँदैछौँ आज सो सबैजनाले उतै गएर भेट्छौँ अनि दिनभरि के गर्छौँ भनेर त्यो क्याप्चर गर्नेवाला छौँ सो स्टे ट्युन्ड अनि उतै गएर भेटौँला है त सी यू देयर बाइ बाइ सो हामी घरबाट निस्क्यो हेलो हेलो भेना एन्ड जय साहब ल बाबा वेलकम टु दुईजना गार्ड पठाइदियो बस हेलो गाइज हेलो 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 सिट हे कान्छु हेलो हेलो तपाईको ब्लगमा नाम होला है ल म ह्यान्डसेक गरौँ हैन त्यो डल्ला लाग्छ रे के घुट्नु पर्न सकेको छैन रे त्यो भएर त्यो गर्छ भात खानी ए कान्छु सुरे सन्जय स्पेशल गेस्ट वेलकम टु युके मासी थ्याङ्क यू कस्तो कस्तो लागिरहेछ तपाईँलाई ह्याप्पी हो रमाइलो ल ठिक छ मारा ए सबभन्दा सानो मान्छे के खाएको मामा के खाएको सानो मान्छेले चिकन करी खाएको हेलो गरिमा लङ टाइम बर्थडेको भ्लग पछि आजै होला देखाएको अमृत गुरुङ र भाउजूको भ्लग हो मोमो खाइमु भन छ नि के हेलो साई त्यही भएर चाहिँ बाबु त्यति खाइदिनु है ल ल बाबु कान्छा ल मेरो छोरीहरू सुरु बुहारी सबै रमाइलो खाए है नक्कले खाना Oreo चाहिँदैन एउटा तर यो अब सुत्नु त पर्ने किन गाडीमा राम्ररी सुत्यो हेलो माइजू आउई नाक हुन्छ यहाँ हेरेर हेलो यहीँ आउने हो माइजू जाने जाऊ माइजू त्यो क्यामेरामा हेरेछ कि ए ग माइजू हेलो चिन्तुना
ल यहाँ सबैजना चाहिँ घाम त लाग्छ छैन कोही सुतेछ बच्चाहरू चाहिँ त्यहाँ खेल्दैछ राख्दो रहेछ नि त जन्मिएर भन्थ्यो एक दिन आयो त्यति बुझ्दा त्यही बनाएको हो तिनीहरूले बनाइन्छ होला नि हुकवाला है अर्कोवाला बनाइदियो भने बजे थाक्यो है गाह्रो माने कप सानो छ नि त अहिले हामी कम खाने बानी भइरहेको छ क्या नेपालमा भन्दा खाँदैन नि त्यही टी खै चिया देखाऊ नेपाली चिया टाइम होइन मलाई भन्छ नि मैला भन्छ के यो कसको यो न तिम्रो यो Oh, you look handsome. माइक दिन्छ तपाईँलाई माइक होइन त्यो सानोवाला माइक ए त्यसमा माइक छ नि सच्चै हाम्रो माइक अलि खतरै दिनु पऱ्यो कि अलि अगाडि बसेर होइन हामी सबै यहाँ उभिन्छ तपाईँ चाहिँ अलि स्पिच आजको कार्यक्रम के हो कसो हो अनि कहाँ लेख्ने आफै भन्नु हेलो गाइज ल सबैले आफ्नो इन्ट्रोडक्सन दियो नि त इन्ट्रोडक्सन Yeah, come on. It's me, Jaya. Yeah, and It's me, Zara. and It's me, Sid. Why you? Hey, it's me, Sniska. Sunishka, yeah. And then Johnny K. And Sharana. It was like, get back over. Hello, Solin. हेलो अङ्कल अङ्कलले के भन्छ Baba, Bathe. बाथे Yeah. हेलो बाथे ल आजको स्पेसल गेस्टहरू आउनु पऱ्यो छिटो त्यसो भएन हो होइन बाबा स्पेसल गेस्टहरू ल आउनु बस्नु त्यहाँ चेयरमा ल यो बच्चाहरूलाई गाइजहरूलाई हटायो ल मैले के भन्नु पर्यो ल के भन्ने स्टार्ट गर्ने नि अब अहिले अमृत लेखेर ल्याएको तिमीले म स्क्रिप्ट तपाईँलाई बिहान त क्यामेरा देखाउँछु नि तपाईँलाई लेखेर ल्याएको छैन अलिक ठुलो उसमा पकाएर म अहिले तपाईँलाई बिहान त क्यामेरा देखाउँछु है आजको के सानो एउटा अब हाम्रो मामा मान्छे नेपालबाट आउनुपर्छ उहाँलाई वेलकमको लागि आउनुभयो सबैजना भेट्न नि आएको अनि वेलकम आउनु भएको त कति 2 हप्ता अगाडि आउनु होइन 2 हप्ता भइसक्यो यहाँ सबैको काम यताउता त्यो गर्दाखेरि बच्चाहरूको स्कुलको गर्दाखेरि आज चाहिँ यस मौका मिल्यो भनौँ त्यसको लागि आएको होपफुली एभ्री इज इन्जोइङ ओके थ्याङ्क यू भेरी मच यहाँको मिडिया पत्रकार गर्नु पर्यो पोरो बलगारको साथीहरु युट्युबमा हेर्नु भयो यो झ्याप्प हेरिरहेको छ नि युट्युबमा आउँछ तपाईँहरू अब मैले उहाँ घर पनि हेरिरहन्छु तिमीहरू पुरो कार्यक्रम ल सुरु भयो यहाँ मासी र बाबालाई चाहिँ वेलकम माइल दिदी र भेनाबाट ओके सुदीप र बिना
all the time to come. Come on, Gori. अब पढ्नै ल भन्नु ल तपाईँहरू सबैलाई धन्यवाद छ मेरो खास गरी छोरी ज्वाइँहरूले यहाँ बोलाएको भएर सबैले भन्न पाइयो है सबैलाई एकदमै धन्यवाद शुभकामना र मनले ताकेको पोस् यस्तै सधैँ भेट हुन पाओस् लम्तेरी माताले तपाईँहरूको सबैको रक्षा गरून् शुभकामना सफल कामना है ल हस् धन्यवाद ल मासी तपाईँ पनि भन्नुहोस् केही धन्यवाद छ मेरो छोरी ज्वाइँहरू सबै ओहो म कति भाग्यमानी है मेरो नाति नातिनी सबैलाई धेरै धेरै आशीर्वाद छ निरोगी सुस्वास्थ्य दीर्घायु होस् हरेक पाइला सफल होस् जहाँ गयो भने अर्कोको हात तल तिमीहरूको हात माथि भएर सधैँ मनले जे ताक्छ त्यही पुगोस् है म यही आशीर्वाद दिन चाहन्छु सबैजनालाई थ्याङ्क यू ल क्ल्याप गाइज धन्यवाद सबैजना ल यहाँ फोटोको लागि चाहिँ यहाँ रेडी हुँदैछ हाम्रो फ्यामिलीहरू सबै फोटोको लागि रेडी Ready, 1, 2, 3, go. Okay, मासीले चाहिँ नातिनीहरूलाई के दिइरहेछ गिफ्ट You guys like it? Huh? What is it? ल पढ्नु नराम्रो भए पनि सानो मेरो के हुन्छ है ठिक बसेन अब निरोगी सुस्वास्थ्य दीर्घायु हुने है ओके भाग्यमानी हुने निरोगी हुने हरेक अर्को भाषाले आउनु अर्को भने पुग्छ लिएर अब दसैँमा लाउने कि तिहारमा लाउने अब ल गिफ्ट खै लगाएर देखाइदे ल ठिक छ दामी छ दामी ल दामी रहेछ तिम्रो होइन ल ठिक छ वाउ You guys like it? बज्यो धन्यवाद भन्यो थ्याङ्क यू भन्यो खै साइले सो योर गिफ्ट ओके नाइस वान के हामी खालिया हो तपाईँहरू हामी खालिया हो हाम्रो त यस्तो हो नि फेरि अब हामी छ नि हामी तिनजना कस्तो हो भने अब बुढीहरूले खाए जस्तै हामी उनीहरूले खायो भने हामी अगायो कि हो बुझ्नुभयो नि रोल आऊ भरे फेरि दिदी बहिनीहरू भरे भिडियो हेरेर रोल आयो साइनलाई सोध्नु न साइनलाई थाहा छैन
हो साइली हो नि होइन हो नि त भइहाल्यो नि त्यति थ्याङ्क यू भेरी मच यति भनेपछि भयो भएन पास भयो टेस्ट पास भयो त ठिक छ यहाँ चाहिँ आर्या है आर्या आइरा हेलो आइरा आइरा बाजेसँग चाहिँ यहाँ चाहिँ Bro, guys, funny comment with me. Guys, my dad's hair is white right now, look. Right there. he's getting old, yeah? Yeah, he's like Yeah, old. he's getting How old old. are you? I'm old man Yeah, you're old. You died then, man. You're getting old. हो भनेको नि तिमीलाई मोडो कलेज ठिक हो ल ल देन ल 1 2 3 1 2 3 ओके ल 1 2 3 1 2 3 1 2 3 ओके डन गुड ओके ल ल रेडी 1 2 3 Thank you. Okay, ल दामी आयो ल कम लेट्स गो 1 2 3 यो पो फोटो खिच्न मान्दै रहेछ त ओके ल डन रेडी टोपी पछाडि यस्तो घुमाउ न अलि राम्रो देख्छ रेडी Lol. one more ल डन ल 1 2 3 गाइस यता हेर ल 1 2 3 one more 1 2 3 okay cheers bro Cheers, ल welcome to UK once again है त